मेरो त पञ्जीकरण यसो भनेर मेसेज आएको थियो आज स्पेसल चाहिँ केजी सरलाई डेडिकेट हुन्छ है होइन केजी सरले भट्राई सम्झेर हो ल गाइस यहाँ मलाई चाहिँ अब यहाँ मेरो लेभल हेरेरै काम लागिदिन्छ हेलो गाइस आज चाहिँ हामीहरू यहाँ सगुनको रुमतिर यसो पार्टी यसो उडाउला नगर नि तिमी यार यहाँ यसो हल्का सानतिनो पार्टी भनौँ यसो हल्का मासु भात पार्टी के भन्नु होइन मासु भात खान मन लाएर हामी आएको छौँ होइन यसो अहिले हामी कहाँ यहाँ मासु लिँदैन यहाँ बाटो छ खोइ ब्याक गर्न मिल्दैन क्यामेरा मेरो मोबाइल चाहिँ होइन है गाइस आज यो भ्लग गर्ने होइन अर्कोको मोबाइल हो त्यही भएर तर साउन्ड चाहिँ आज थाहा भएन होइन सिस्टम थाहा भएन बाटोमा हिँड्दा छौँ गाइस हामीहरू अब मासु लैन्छ आज मजाले खाइन्छ दबाइन्छ एकदम होइन केटा एक्साइटेड बाँकीको भ्लग चाहिँ अब के भन्छ होइन बाँकी अब भ्लग त अलि सुरु भारी भर कहाँ खतम गराएर अहिले यार बोल्न सुरु गरेको छु म यार गाडी आज है छोडो केटा छोडो गाडी कालो कलरको गाडी छ होइन आज कुकम्यान चाहिँ को होला ल चौधरी सर हो चौधरी सर हो छुट्टी होइन आज त तिमीले हो यार झन् पकाउने तिमीले पर्ने आज हामी चाहिँ अब मासु लिनु भन्दा हिँड्दा छौँ सगुनले कहाँ लान्छन् हामीलाई थाहा छैन सगुन गड्डातिर छौँ हामी होइन हामी चाहिँ हिँडेछौँ आज पनि होइन हाम्रो यात्रा चाहिँ निरन्तर चलिरहेछ सगुनले कहाँ हिँड्छन् यो खोला काठमाडौँको यो ढल खोला नभनौँ ढल गनाएर यहाँ बसि नसक्ने छ गाइस सगुनले डुलाइ छन् यो भ्लग चाहिँ आज चाहिँ स्पेसल चाहिँ केजी सरलाई डेडिकेट हुन्छ है होइन केजी सरले भट्राई भिडियो यहाँ भिडियो के सरको नाम होइन के सर चाहिँ भट्राई हेलो गाइस भन्दै यहाँ त भन्नुहुन्थ्यो त्यस्तो भएर के सरहरूलाई डेडिकेट छ यो भिडियो चाहिँ होइन आज म मात्र होइन यहाँ सबैजना क्लासको हेर्नु गएको छन् सबैजना लुक्न नखोज है लुक्न नखोज तिमी मेरो भ्लगमा आइदिनु भाइरल हुन्छ कि केही बोल्दै हुनु त ल केही बोल्दै हुनु त ल भ्लगमा बोला केही गाइस केही सरलाई डेडिकेट गरेर मैले भिडियो बनाउँदैछु केही सरको लागि म चाहिँ होइन ल यिनी हो म हो डेडिकेट सर नमस्ते सर हेर्नु चाहिँ मेरो भिडियो है हेर्नुहुन्छ र पो त थाहा छ नि त्यही भएर थाहा छ सब्सक्राइबर हो क्या केही सर मेरो गाइस हामी चाहिँ अहिले मेन बाटोमा आइरहेका छौँ होइन यहाँ यी तिनवटा यहाँ छन् मेन बाटो हामी यो कलङ्कीको उता घरतिर जाने मेन बाटोमा छौँ अनि बेलुकाको माहौल यस्तो छ यतातिर हावा चिसो चलिरहेछ छ अब यस्तै छ यहाँ गाडीहरू चाप बढी नै छ गाइज आज चाहिँ गाइज नेपाल बन्द भनेर हामी चाहिँ के अरे आज आन्दोलन भनेर हामीलाई छिटो छुट्टी भएको होइन यी बेलुका नि यस्तो गाडी गुडिरहेछ कहाँको बन्द हो यो अलिकति अब कलेजले बिदा दिइहाल्यो आज अब यो बिदा कुन दिन उठाउँछ कलेजले कुन दिन अब छुट्टीको दिन बोलाउँछ भन्ने टेन्सन छ हामीलाई एक्स्ट्रा क्लास लाग्छ अब साह्रै दुःख छ गाइज साह्रै दुःख छ हामीलाई पारा कुन दिन उठाउँछ फाइदा कलेज चाहिँ हावा कस्तो राम्रो मौसम एकदम न्यानो छ गाइज यस्तो मेन बाटोमा मैले आवाज कति गएको छ थाहा छैन कहाँ उहाँ पुग्छ अहिले नभन तिमी यार भयो गाइज अब म एकपछि भिडियो देखाइरहन्छु ल गाइज हामीहरू चाहिँ यहाँ अब मासु किन्न आइरहेको छ मासु पसलमा यहाँ चाहिँ अलि भिड रहेछ यहाँ सगुन हाम्रो लाइन बसिरहेको छन् अलि भिड छ लामै भिड छ गाइज ट्याक्क मासु पसलमा छौँ गाइज लगेर ट्याक्क मासु भात खाएर वापस सुत्नुपर्छ गाइज भिड छ ल गाइज हामी चाहिँ अहिले फेरि हामी दुईवटा मात्रै हिँड्दा छौँ होइन हामी चाहिँ कहाँ हिँड्यो भन कहाँ हिँड्यो भन्दा चाहिँ उसको रुममा चाहिँ अब परे अलिक सानो रहेछ एक्लै खाने मान्छे अलि पाँचजना अलि पुग्दैन जस्तो भयो त्यसमा पाक्दैन जस्तो भयो अनि मेरो रुममा चाहिँ करैली हिँड्यो गाइज हामी यो चाहिँ हो नि त ब्याचलर लेभल होइन ब्याचलर बोइजको रुम यस्तो हुन्छ गाइज अब मेरो रुममा चाहिँ छ करै अब पुग्छ त्यही भएर हामी करैली हिँड्दैछौँ गाइज ल गाइज अब अरू चाहिँ यसो काटकुट पार भन्दै लाएर हामीहरू चाहिँ करैली हिँड्ने यस्तै छ गाइज जिन्दगी हामी मासु पकाएको खाएको नि खान्छौँ गाइज भ्लग हेर्दै रहनु होला किप सपोर्टिङ है त किप सपोर्टिङ गर्दै गर्नु होला गाइज ल गाइज हामीहरू चाहिँ फाइनल्ली कराई लिएर आइसक्यो होइन अब घर पकाइन्छ गाइज अलि यहाँ
बाटो अलि अँधेरो भएर अलि अँधेरो आयो गाइज म उहीँ गएर अपडेट दिन्छु ल हजुरहरूलाई कस्तो भयो होइन कस्तो भयो कस्तो हुन्छ होइन परै चाहिँ लिइसक्यो परै टाउको हिँड्न सक्नु यार ल भयो मेरो होइन यार भयो मेरो होइन ल गाइज यहाँ मलाई चाहिँ अब यहाँ मेरो लेभल हेरेरै काम लगाइदिएको जस्तो मसला थिचथाच पार्ने मेरो जिम्मा छ होइन लसुन नि खुर्सानी गाइज हाम्रो खुर्सानी यति हाल्न लाग्छौँ हामी होइन सधैँ के भन्न चाहनुहुन्छ यता चाहिँ यहाँ मलाई कुकमान बनाएर यहाँ पुरै पकाइरहेको छु म चाहिँ देखे खाइन र होइन ल यता 2 बजी फेरि दुई अरूले काम गरेर दुई बजी सबै काम सकेर आएर होइन काम गरेर आइनेहरूले केही काम गरेर आज मेन काममा चाहिँ मलाई मेरो भूमिका चाहिँ मर त हुँदैन लागेको छ अलिकति बिग्रियो भने तिम्रो हुँदैछ अलिकति यो राम्रोसँग पिस त पर्ने हुन्छ गाइज ल ठिकै छ मैले पाकेपछि देखाउँछु ल गाइज हाम्रो लागि रेडी भयो खाना सबको रेडी छ खाना खाने मान्छे सबै रेडी छन् अनि झोल खानु पर्दैन अब यहाँ मासु दामी छ है गाइज आज कुकम्यान चाहिँ हाम्रो चौधरी सर हो केही बोल्नु छ हाम्रो हुनुहुन्छ क्यामेराम्यान दामी भएको छ गाइज हामी बजाउँछौँ ल खाँदै नदेखाऊ फेरि मलाई पछि भिडियो एडिट गर्दा पनि खानु मलाई त भयो नदेखाऊ पुग्यो यार हाल्दैछन् हाम्रो सगुन हाल मिलाएर गाइज फाइनल्ली हामीहरू चाहिँ अब खाएर नि आइसकेका छौँ अब हामी चाहिँ रुमतिर जाँदैछौँ बबिन सोल्टी यहाँ छ डराइरहेको छ कुकुरदेखि होइन कुकुर हल्का भुकिरहेको छ केटाहरू पनि रुमतिर गए र आजको दिन यस्तै भयो गाइज मजाले खाइयो पियो अब घर झाप्पो घर सुत्छु म चाहिँ केही गर्न सक्दिनँ म आज जीवनमा आजलाई पुग्यो मलाई यस्तै भयो गाइज ल अब भिडियो यहाँ इन्ड गर्नु पर्ला अब आजलाई अब कस्तो लाग्यो होइन यसो लाइक साइक कमेन्ट हानिदिनु कस्तो घरको प्रतिक्रिया कस्तो छ कमेन्ट हानिदिनु गाइज आज खासै त्यस्तो धेरै रेकर्डिङ गर्न पाइनँ मैले केटाहरूले बना भनेर लायो अनि त्यही भएर मैले चाहिँ हल्का बनाइदिए मात्रै हो गाइज ल गाइज है त